डर धम्की दिन्छ, कसले कति तर्साउँछ भन्ने कुराको निर्णय होइन गर्नुहोस्। यति बेला तपाईँ मतदाताहरू भनेको एउटा अदालतको न्यायाधीश जस्तै हो। तपाईले सही ठहराएर न्याय निरूपण गर्न सक्नुभयो भने यो देशलाई न्याय हुनेछ, यो देशमा बसोबास गर्ने समग्र वृहत नेपाली नागरिकहरूलाई न्याय हुनेछ। तर तपाईले थोरै प्रलोभनमा परेर कसैको डर धम्कीमा त्रसित भएर तपाईले गलत निर्णय गर्नुभयो भने यो देशलाई पनि अन्याय हुन्छ, सँगसँगै तपाईँ वृहत नेपाली नागरिकहरूलाई पनि अन्याय हुने अवस्था छ। यसकारणले हामी मङ्गोल नेसनल अर्गनाइजेसन यो संगठनको संस्थापक प्रेसिडेन्ट महामना रत्न गोपाल गुरुङज्यूले नेपालको वृहत नेपाली नागरिकहरूको स्वतन्त्रताको निमित्त अधिकार सम्पन्न मानव भएर बाँच्न पाउने व्यवस्थाको निमित्त हाम्रा संगठनका फाउन्डर प्रेसिडेन्ट महामना रत्न गोपाल गुरुङज्यूले 3 वर्ष भद्रगोल जेल, 5 वर्ष भूमिगत जीवन जिएर यो मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको रूपमा रूपान्तरण गर्नको निमित्त ऐतिहासिक सङ्घर्ष गरेर आउनु भएको छ। आज हामी निर्वाचनको घर दैलोमा कुतै गर्ने क्रममा म यो संगठनको केन्द्रीय प्रवक्ता भएको हैसियतले देशको 77 वटा जिल्लाहरूमध्ये